कालीमाटी भ्यास हात्ती खड्क नम्बर कति भयो नम्बर 8-7 हो 7-8 8-7 भएछ कति टिम बाँकी छ यो सेमिफाइनलमा जित्ने 4 टिमले हो फर्स्ट सेकेन्डको लागि यिनीहरू भेट्छ हात्ती खड्क 8 कालीमाटी र अब रौतमाई कालीमाटी 7 9-7 ल हात्ती खड्क 9 भयो 9-7 9-7 हात्ती खड्क लेख्छ हात्ती खड्क भनेको कता रहेछ बल आउट बल बिगारी भने के अरे ठिकारो 10-7 टाइम हो टाइम अफ टाइम अन 10-7 भइसकेको छैन दामी ओ दिलेले चेक मार्छ बल 11-7 नम्बर लगायो नि धेरै माथि लगायो किन 4 मा ल्याउँदा त निकै जान्छ तर बिग्रेछ एक कोरे बिग्रेछ नि सर्भेरी बल हुन्छ नि तर भ्याएको त्यही हुन्छ फेरि एकै फाल्छ नि मार्छ मार्नु त त्यही फाल्छ दिलो सोल्डीको दामी स्ट्राइक दामी टेक्निक ओहो होटिङ ठिक छ ल हो दाइ अफिसियलको नाम के हो दामी ब्लक दामी ब्लक नौ 11 होइन 9-11 सर्भिस दिल सोल्टी मोहन सोल्टीको स्पाइक आउट ब्लक उडा हो क्या ब्लक छुवार हान्नु खोजेको उकालो हान्नु खोजेको छुएन जर्सी नम्बर 4 के लेखेछ बबाल टेक्निक मोहन सोल्टीको दस अब 2 नाम त हो आउट बल आउटै हानिरहेछ सोल्टीले बल आउट सबै यता खोला छैन सबै उता सर्ट हान्नेपट्टि मात्रै झुम्किन्छ 13-10 ब्लक छुवार हान्ने भएर हो 3 नम्बर तलमाथि 13-10 आउट भयो मोहन सोल्टीको स्ट्राइक अझै ठिक छ बल्ल अब चेन्ज गर दिले छिरो 11-13 रौतमाई कालीमाटी 11 हात्ती खड्क 13 हान्यो भने सेवा गरेर दिले पनि अहिले दामी छ पटाउनु त टेक्निक ब्लक आयोजक 12 हात्ती खड्क 13 बल आउट जर्सी 8 टाइम फौजनरको भान्जो फौजनरको त अस्तिमा सान्दत बेचत भएको होइन सब हाने हो केटाले सर्भिस आयोजक रौतमाई हात्ती खड्कालाई 13 इक्वल
दामी टे प्लेस आफ्नो पोस्टमा बल गइसकेपछि नै 14-13 14 इक्वल टेबल सेपल भनेको चाहिँ को सेपल गर्नु यो दाढीवाल हो कर्नल यता उयो कर्नलमा बस्ने कर्नलमा Also, you will go to the exercise apply as a solar horticulture 16-14 First दामी स्पाइक 5 नम्बर सेवा गर्नु 15-16 त्यो राजर घरमा छ नि आज जक्कलमाटी 17 हात्तीखड्क 15 18-15 देख्नु थालेपछि गाइस मरिएर हान्नु के बल राइट दिलसुन्डीको प्लेस राइट उन्नाइस 15 हिरो भयो हैन बवाल स्पाइक दिलसुन्डीको 20-15 5 टप आज जक्कलमाटी पढ्दै दाजुभाइ यो अहिले भग्दैन दिनु ए दाजुभाइ पो हो ए म नचिनेको रहेछु त गोल आउट त्यो हिजो अस्तिको भाइ हो अनि कहाँ 16-21 दिवस र दिले ओ गोल आउट ए 17-20 सरी फ्ल्यास लाइट अफ गरिदिनु होला अर्को आउँछ नि त ए त्यहाँबाट छनौट निक्लियो भने हार्ने घर जाँदै गर्छ हस् बवाल स्पाइक 21-18 तीनटा वाला आउट हाल्नु मन एउटा त हाल्नु किन हाल्छ चान्स है ब्लक नो छोड़ दे यार टेक्निक बवाल सुनिल हान्दाले 19-21
चेक आउट चेक सुई होइन र 21 भेटाइगयो नि त अन्त के काम लाग्यो त ओ बाबा 22 अलिकति यता बस्दिनु ल भिडियो गरे दामी स्पाइक मल छोड्दै अब ले जति हाल खर्च जसरी पनि ले बल बिग्रियो यार ओ ल अर्कोले छुइदियो फेरि ओ टेक्निक बाबा और हान्ला जस्तो गरेको थियो खतरा झुकाइदियो 21 22 कति बज्नु भयो त 21 22 एक को डिफरेंट ओ बवाल स्ट्राइक हापिङ दाबाट कति खाली थिएन उसले कति उताले उठाउ बवाल चाहिँ काट्यो चौबिस से गाइस लास्ट भयो नि त फर्स्ट चाहिँ खानु लाग्यो फर्स्ट हो सुरु गेम यत्रो बेर रोकेर हानेको फर्स्ट लास्ट दामी ओ दामी राइट यार आउट छोड्दियो नि ओ तर उतैको भयो गेम अफ फर्स्ट सेट तपाईँलाई